आज म मत्ती 6 अध्यायबाट परमेश्वरको वचन बोल्दैछु र मत्ती 6 अध्यायको 1 पददेखि 4 पद पढेर म आज वचन बोल्न गइरहेको छु। आज मैले मत्ती 6 अध्यायको 1 देखि 4 है। होशियार बस तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्म कार्य नगर, नत्र त स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही नाम पाउने छैनौ। यसकारण जब तिमीहरू दान दिन्छौ तब आफ्ना सामु तुरै नबजाऊ, जस्तो पाखण्डहरूले सभा गरेर सडकहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। साँच्चै म तिमीहरूलाई भन्दछु तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्। तर जब तिमी दान दिन्छौ तिम्रो दाहिने हातले के गरिरहेको छ सो देब्रे हातले नपाओस्। तिम्रो दान गुप्तमा होस् र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। आमेन। परमेश्वरलाई धन्यवाद होस्। यो खण्डमा विशेष गरी दुईटा कुरा गुप्त रूपमा एकदमै मैले यो गरेर त्यो गरेँ भन्ने प्रकारले नगर भनेर भनेको छ। र विशेष गरी यो पहिलो खण्ड हो दान दिने कुरा, चाहे भेटीको कुरा होस्, चाहे दशांशको कुरा होस्, चाहे कसैलाई सहायता गर्ने कुरा होस्, त्यो कुरा चाहिँ हामीले तुरै फुटेर होइन, हामीले एकदमै मैले यो गरेर त्यो गरेँ भनेर होइन। संसारका मान्छेले है मैले फलानु बनाउनलाई यति लाख सहायता गरेँ, फलानु गरेर यो गरेँ त्यो गरेँ होइन, त्यहाँ मेरो नाम लेखिन छ अबदेखि दिँदैन भन्नेसम्म कुरा गर्छ। तर हामी परमेश्वरका जनहरू परमेश्वरको काम गर्नको लागि हामीले दिने डोनेसन होस् अथवा भेटी होस् हामी दिन्छौँ, तर त्यसबाट परमेश्वरको महिमा हुन्छ। हामी हाम्रो नाम खोज्दैनौँ, हाम्रो त्यहाँ यो भयो त्यो भयो यो गर्यो त्यो गर्यो भन्दैनौँ, तर त्यो र यही कुरा परमेश्वरले चाहनुहुन्छ। अब हामी जब बाइबलमा हेर्दछौँ यो रुपियाँ पैसा नै हामीले दान दिनलाई प्रयोग गर्छौँ, डोनेसन गर्नलाई प्रयोग गर्छौँ। र यो रुपियाँ पैसा सम्बन्धी धेरै कुराहरू हामी बाइबलमा हेर्दाखेरि 6000 भन्दा बढीचोटि आउँछ है। अस्ति हाम्रो पसलमा हामी त्यो के अरे बचत गर्छौँ। एकजना बहिनीले त्यो अघिल्लो महिनादेखि मलाई बारम्बार भन्नुभयो तपाईँहरूको यो बचत राम्रो प्रकारले भयो भने हामी तपाईँलाई लोन दिन्छौँ, यहाँ गर्छौँ त्यहाँ गर्छौँ भन्दै थियो। अनि मैले 1-2 दिन त त्यस्तो सुनिनँ है। अनि त्यसपछि अर्को दिन आएर होइन तपाईँको बचत गर्ने कुरा राम्रो भएन, अनि पछि मलाई पनि अप्ठ्यारो पर्छ, तपाईँलाई कसरी सिफारिस गर्ने। अब हेर्नुहोस् त संसारको मान्छेलाई यो रुपियाँ पैसा सम्बन्धी दिने कुरामा अर्थात् यो सिकेको कुरामा कसरी सिकाउँछ आफ्नो ठाउँमा छ। तर हामीलाई बाइबलले चाहिँ प्रष्ट सम्बन्धी प्रष्टसँग अब यो रुपियाँ पैसा धन सम्पत्ति दान दिने कुरा दशांश दिने कुरा भेटी दिने कुरा हामीलाई प्रष्ट छ है। अनि त्यसपछि मैले त्यो बहिनीलाई भने बहिनी यस्तो कुरा त हामी त दिनदिनै सिकिरहेका हुन्छौँ, हामी सिकाइराखेका हुन्छौँ, तपाईँले बारम्बार यस्तै कुरा गर्छ, यस्तो कुरा त नगरेको भयो नि थियो भनेर मैले उहाँलाई भने है। र यो विशेष गरी रुपियाँ पैसाको सवालमा हामी भन्दा पनि संसारको मान्छे अलिक धेरै लोभी हुँदो रहेछ है। उनीहरूले चाहिँ त्यो एकदमै लोभी प्रकारले त्यो कलेक्सन गर्ने अर्थात् माग्ने त्यो गर्ने। अनि त्यसपछि मैले भन्दै जाँदा उहाँलाई भने बहिनी तपाईँले राम्रो प्रकारले त लेख्दैन, किन तपाईँकोमा धेरै चढाउनु पऱ्यो र भन्नसम्म मैले भ्याएछु है। र हामी पैसाको मामलामा रुपियाँ पैसाको मामलामा हाम्रो मण्डली स्थापना भएको दिनदेखिको हामीले हरेक रेकर्ड राखेका छौँ। हामीलाई कसले भेटी दियो, कसले सहायता दियो, अर्थात् हाम्रो विश्वासीले मात्र होइन अरू विश्वासीले मात्र होइन अविश्वासीले पनि यदि हेर्न चाहन्छ भने हामीलाई देखाउनलाई कुनै आपत्ति छैन। किनभने हामीले एक कुरा पारदर्शी ढङ्गले त्यो रेकर्ड पनि राखेका छौँ, हामीलाई केही कुरा लुकाउनु छैन है। जे कुरा हाम्रो सहायताले भएको छ, जे कुरा कसैले सहायता गरेको छ हामी प्रष्ट भन्दछौँ है। जस्तो हाम्रो यो के अरे फ्याम हाम्रो विश्वासी कोले ल्याउनु भयो होइन, अर्थात् हाम्रो यो कसरी बन्यो भन्ने कुरा नि हाम्रो धेरै कुरा पारदर्शी नै छ है। सबै कुरा हामीले एक कुरा प्रष्ट पारेका छौँ। र यो कुरा संसारको मान्छेभन्दा परमेश्वरको मान्छेलाई बाइबलले प्रष्टसँग सिकाएको कारण हामीलाई भन्न अप्ठ्यारो छैन। तसर्थ हामी यो रुपियाँ पैसा सम्बन्धी कुरामा जति कुरा बुझेका छौँ त्यति मात्र होइन, अझ बढी गर्नुपर्छ है। मैले अस्ति
हिजो मात्र हो के अरे रमा बहिनीलाई भन्दै थिएँ बहिनी तपाईँले नि बचत गर्नुभएको छ भने 1200 देखि 1000 लेख्ने 1000 लेख्यो भने 800 लेख्ने पनि मान्छे आउला नै कोही होस् गर्नु। अनि त्यसपछि ब्याङ्कमा के गर्दा रहेछ भने त्यो पैसाको मामलामा यो पैसा गनेर हाल्नेहरू त्यो छुट्टै दिँदो रहेछ कि ब्याङ्कमा ठेका अर्थात् उनीहरूलाई दिन गन्तीको दिँदो रहेछ। अनि तिनीहरूले के गर्दो रहेछ भने कसैले सबैले होइन 500 खल्तीमा हाल्ने अलिक घटाएर राख्ने, कसैले 1000 खल्तीमा हाल्ने अनि 1 लाखमा 79,900 के अरे कति त्यति मात्र 1000 घटी 79,000 मात्र हाल्ने 1000 घटिया गरेर गर्ने। अनि त्यसपछि कति मान्छेले गन्दैनन् त्यो हुन्छ। अनि कतिजना त्यो बचत गर्ने मान्छे पनि तपाईँले 200 बचत गरेको छ भने 100 लेख्ने 100 आफ्नो खल्ती हाल्ने रहेछ। अब कतिले धेर्दैनन् वास्तै हुँदैन, विश्वासले दियो विश्वास नै, तर विश्वासमा कति मान्छेले विश्वासघात गर्दो रहेछ। अनि यस्तो कुरा यो के हो पैसाको सवालमा हामीले त्यसो गर्ने जति दिएको छ इमान्दारी साथ परमेश्वरको जनले त्यसो गर्दैन, हामीले गर्नु पनि हुँदैन। अनि त्यो कुरा थाहा पायो भने भोलि के हुन्छ त्यो मान्छे घरि मेरो दिमागले काम गरेन भन्छ, घरि म बिर्सिएँ भन्छ, घरि तपाईँले दिएको थियो अरे भनेर कुरा गर्छ। त्यस्तो कुरामा होइन। मैले कति रुपियाँ दियो भन्ने त मान्छेलाई कोही पनि बिर्सिँदैन प्राय है। कतिको नोट दिएको थियो अथवा कतिवटा नोट दिएको थियो प्रष्ट हुन्छ नि होइन। र त्यो कुरा हामीले प्रष्ट गर्नुपर्छ। र दोस्रो कुरा यो रुपियाँ पैसाको मामलामा हरेक तपाईँको परिवारमा पनि तपाईँ र मैले जान्नुपर्छ। तपाईँले कमाउनु त भयो र खर्च बढी गर्नुभयो भने के हुन्छ परिवारमा समस्या आउँछ। तपाईँले कमाउनु त भयो तपाईँले सुने जस्तो थैलीमा हाल्नुभयो भने के हुन्छ त्यसको अर्थ भएन है। तपाईँले कमाउनु त कमाउनु भयो तर नखाने चिज है रक्सी खाएर चुरोट खाएर सुर्ती खाएर सिद्ध्याउनु भयो भने के भयो तपाईँको त्यो परिश्रम गरेर दुःख गरेर कमाएको पैसाको मिसयुज भयो। र हामीलाई जुन पैसा परमेश्वरले दिनुभएको छ त्यो पैसा परमेश्वरको महिमा गर्नको लागि हो। त्यो पैसाबाट हाम्रो राम्रो प्रकारको गुणस्तरीय परिवार जीवनको लागि हो। त्यो पैसा कसैलाई गुप्त रूपमा दान दिनलाई पनि हो। त्यो पैसाबाट हामीले बढोत्तरी गर्नलाई परमेश्वरले त्यो हाम्रो हातमा दिनुभएको र पैसाको मेन भण्डारी चाहिँ के मेन के अरे स्रोत चाहिँ परमेश्वर हुनुहुन्छ। त्यो राखेको हामी भण्डारी हौँ। हामी भण्डारीले चाहिँ असल प्रकारले चलायो भने अझ परमेश्वरले के गर्नुहुन्छ हामीलाई ठुलो जिम्मेवारी दिनुहुन्छ। अनि जब हामी बाइबल हेर्दछौँ बाइबलमा तोडाको उखान छ 5वटा तोडा 2टा तोडा 1टा तोडा दिए है। 5वटा तोडा दिनेले पाउनेले 10वटा बनायो, 2टा बनाउनेले 4टा पायो होइन। तर 1वटा पाउनेले के गर्यो लुकाइदियो अनि परमेश्वरले त्यो पनि खोज्नुभयो हो। कतिपल्ट के हुन्छ हामीले रुपियाँ पैसाको सही सदुपयोग गर्न जान्दैनौँ। हामीलाई ज्ञानको अभावले हाम्रो आफ्नै प्रकारको हिसाबले, तर हरेक कुरा वचनले भन्दछ राम्रो प्रकारले त्यो प्रयोग गर्न पनि जान्नुपर्छ। र अर्को कुरा यो तपाईँहरूलाई हितोपदेश 15:27 पढ्न लाउँछु म। हितोपदेश 15:27 कसैले पढिदिनुहोस् यहाँ चाहिँ ल। हितोपदेश 15:27 पढ्दै मान्छे लोभी हुन्छ। लोभी भएर के गर्ने घुस खाने, लोभी भएर चोर्ने, अनि के हुन्छ त्यस्तो गर्न थाल्यो भने त समस्या आउँछ नि होइन। र लोभी के भने हुएभर इज ग्रिडी ट्रबल्स हिज हाउस होल्ड्स। जो मान्छे लोभी छ त्यसले समस्या उसको परिवारमा ल्याउँछ। अनि हामी चाहिँ एउटा पैसाको मामलामा लोभी नहुने कुरा रहेछ है। पैसा देख्यो कि लोभ लागिहाल्ने जता पनि होइन। पैसा 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 मात्र गर्नु हुँदैन। पैसा त चाहिन्छ तर त्यसको सही प्रकारले सदुपयोग गर्ने, सही प्रकारले त्यसलाई परिचालन गर्ने। र लोभी तरिका गर्यो भने के हुन्छ त्यो कुनै बेला त्यो लोभको कारण अझ झन् बाधा आउँछ है। एकजना अगुवा एकदमै पैसाको लोभी रहेछ। अनि जता जायो
जोसँग पनि पैसा माग्ने नि। तर पैसा त दियो, एउटा पसलमा एउटा सानो डायरी किन्न पनि लाउने, अनि पैसा दिउँला नि तपाईँलाई अफिसबाट भन्ने, त्यो पैसा कहिले नै। अब त्यो के हो, लोभी। अनि त्यसपछि एक दिन त्यो अगुवाको बारेमा मलाई भन्यो, होइन तपाईँको एउटा क्रिस्चियन अगुवा छ नि, ठुलो नेता, कस्तो नहुने रहेछ भने। के गर्यो त सर भनेको, हेर्नु न मेरो यहाँ स्टेसनरीबाट डायरी लगेको थियो, कपी लगेको थियो, भोलि दिन्छु पर्सि दिन्छु भन्यो, यहाँबाट अफिसहरू कहाँ गयो। अब हेर्नुहोस् त, परमेश्वरको जनले कस्तो बदनाम गर्यो पैसामा लोभ गरेको कारण। र हामी त्यस्तो गऱ्यो भने के हुन्छ, बदनाम भयो नि, परमेश्वरको पनि बदनाम भयो, परमेश्वरका जनको पनि बदनाम भयो। होइन क्रिस्चियन पनि यस्तो लोभी, दिन्छ भन्ने, अनि नदिने होला त भनेर भन्छ। तसर्थ हामी पैसाको सवालमा हामी नचाहिने कुरा नगर्ने र ठिक प्रकारले खर्च गर्ने। चाहेको सामान कसैलाई तिर्नु छ भने, अर्थात् दिनु छ भने दिइहाल्नुपर्छ है। र मलाई अस्ति एकजनाले भन्दै हुनुहुन्थ्यो, फलाना क्रिस्चियनले पैसा दिएन, घर बनाइदिए, अब त्यसको घर तालसा लाउँछु भने। अब हेर्नुहोस् त, बेइज्जत। हामी त्यस्तो अवस्थाले पनि बनाउने होइन, त्यो गए बिग्रियो नि होइन। अर्थात् केही कुरा छ भने त्यो मान्छेलाई राम्रो, मेरो यस्तो समस्या छ, तपाईँलाई म यो दिन दिन्छु नि, यसरी दिन्छु, तपाईँ दिनुहोस् भनिदिनुहोस् भन्नुपर्छ। र हामी कतिपल्ट के हुन्छ, त्यो पैसालाई ठिक प्रकारले चलाउन नजानेर, पैसाको सही सदुपयोग गर्न नजानेर, अर्थात् चाहियोभन्दा बढी गरेर पनि समस्या हुन्छ। र हामीलाई त्यो कुरा फर्स्ट यसरी जुटाउँछु, त्यसरी भयो भने यसरी खोज्छु, यसरी भएन भने यसरी गर्छु भनेर कन्फर्म गरेर मात्र हामीले गर्ने हो। यदि गरेन भने के हुन्छ, जस्तो हामीले यहाँ बनाउँदैछौँ, यहाँ बनाउनलाई ऋण सबै कसैको बालुवा ल्यायो, कसैको सिमेन्ट ल्यायो, कसैको रड ल्यायो, अनि भोलि पैसा दिएन भने के हुन्छ, हाम्रो चल्छमा ताल्छ लाउनु पो छ। तर हामी त्यसरी गर्दैन, हाम्रो विकल्पहरू फर्स्ट यो तरिकाले गर्छौँ, सेकेन्ड यो तरिकाले गर्छौँ, थर्ड यो तरिकाले होइन। तर त्यस्तो लज्जित अवस्थामा परमेश्वरले आफ्ना जनहरूलाई पुर्याउनुहुन्न। जब हामी परमेश्वरको जनले प्रार्थनासहित कुनै काम गर्दछ, त्यहाँ परमेश्वरले जुटाउनुहुन्छ। आमेन। र त्यसमा हामी कतिपल्ट हामीले मूर्खताले काम गर्दाखेरि हाम्रो मानिसको कारण हाम्रो पनि बदनाम हुनसक्छ। र त्यो कुरामा हामी होसियार हुनुपर्छ है। र पैसाको मामलामा जति भए पनि हुँदैन। तपाईँ आज काठमाडौँ जानुहोस्, एकछिन होटलमा एकजनाले 5-6 हजारको खान सक्छ है, के खा भने 5-6 हजारको एकचोटि बिल आउँछ। तपाईँको महिनाको 5-6 हजार त छैन, तर एक दिन 5-6 हजार खान थाल्यो भने के हुन्छ, तपाईँ टाँट पल्टिन्छ, तपाईँलाई ऋणमाथि ऋण लाग्छ। तर त्यो अवस्थामा पनि हामी आफ्नो गच्छेअनुसार मेरो हैसियत, मेरो कमाइ जमाइ कति छ त्यो अनुसार खर्च गर्नु है। हाम्रो यहाँ हाम्रो चर्चमा बचत समूह बनाउने एकजना गुरुबाले भन्दै हुनुहुन्थ्यो, सिकाउनु भएको थियो, हामी धेरैभन्दा धेरै कमाउने, अनि बचत पनि गर्ने, अनि परमेश्वरलाई पनि दिने, अनि हामीलाई आशिष आउँछ है। र एकजना बाइबलको विद्वानले पनि त्यही भन्यो, हामीले सके जति कमाउनुपर्छ अरे, सके जति खर्च गर्नुपर्छ अरे, तर सके जति पनि दिनुपर्छ। तर त्यो माग्न भनेको त्यो होसै नपुर्याएर अन्धाधुन्द खर्च गर्ने, अन्ध दिने भनेको होइन। होस गरेर तपाईँले अहिले बचत त गर्नुपर्छ भनेर भन्यो, तर त्यो बन्द हुने, पैसा लिएर भाग्ने खालको सहकारीमा राख्यो भने के हुन्छ, हामी डुब्न सक्छौँ। र हामीसँग भएको पैसाको लागि त्यसलाई कहाँ राख्ने, कहाँ व्यवस्थापन गर्ने, के गर्ने, त्यो सवालमा हामी भ्रष्ट हुनुपर्छ है। र हाम्रो पैसा परमेश्वरको पैसा हो, त्यो पैसालाई चलाउनु भन्दा पहिले हामीले प्रार्थना गऱ्यौँ भने हामीले आशिष पाउँछौँ। र तसर्थ यहाँ लोभी तरिकाले चाहिँ होइन है, उदारचित्तले नै गर्नुपर्छ हाम्रो आर्थिक कुरा व्यवहार। तर उदारचित्त हुनुपर्छ भनेर फेरि आफ्नो घरमै नहुने गरी सबै कुरा दिएर पनि हुँदैन है, समस्या हुनसक्छ, अझ हामीलाई ऋण लाग्न सक्छ। र त्यो कुरा हो। र तसर्थ हामी तपाईँहरूलाई मत्ती 6 अध्यायको 21 पद पनि पढिदिनुलाई भन्दछु कसैलाई। मत्ती 6 अध्यायको 21 पद, मत्ती 6 अध्यायको 21 कसैले पाउनुभयो भने पढिदिनुहोस्। हामीले चाहिँ हाम्रो धन कहाँ लगानी गरेका छौँ? परमेश्वरको राज्यमा लगानी गरेका छौँ भने हाम्रो
हाम्रो मन परमेश्वरको राज्यतिर, हामीले संसारमा लगानी गरेका छौँ भने संसारमा हुन्छ। र बाइबलले के भन्छ भने हाम्रो लगानी चाहिँ बढी परमेश्वरको राज्यमा गर्न सक्यौँ भने हाम्रो मन परमेश्वरतिरै हुन्छ र परमेश्वरले नै हामीलाई आशिष दिनुभएको हो, परमेश्वरमै नै लगानी गरेको उत्तम छ। अनि त्यसै गरी अर्को तपाईँहरूलाई के अरे यो मलाकी 3:10 पनि भन्छ, त्यहाँ हाम्रो रुपियाँ पैसा धन सम्पत्ति पनि दशांश रूपमा प्रयोग गर्ने, सम्पूर्ण दशांश परमेश्वरको के अरे मन्दिरमा ल्याऊ भन्छ होइन। अनि मलाई जाँचेर हेर भन्छ त्यहाँ है। परमेश्वरलाई हामी दिँदाखेरि हामीलाई कुनै अभाव हुँदैन र जब हामी बरु दिन सक्नेले पनि दिँदैनौँ भने त्यहाँ बाधा आउनसक्छ, त्यहाँ समस्या आउनसक्छ है। र कतिजना विश्वासीहरूको हाम्रो के हुन्छ भने समस्या, दशांश दियो भने त मेरो घर परिवार कसरी चलाउने, 1000 भन्ने भए पनि मेरो यो फलानु किन्थे भन्ने हिसाब किताब निकाल्छ। तर हामी परमेश्वरको राज्यमा जस्तो मैले महिनाको भनौँ न 50,000 कमायो भने मैले 5,000 कम्तीमा दशांश दिनुपर्छ कि मैले 5,000 फलानु गर्न पो हुन्थ्यो त भनेर लोभ गऱ्यो भने फेरि अर्कोतिर बाधा आउन सक्छ। तसर्थ हामीले दशांश दिने कुरा होस्, चाहे भेटी दिने कुरा होस्, चाहे अरू दान गर्ने कुरा होस्, त्यसमा हामीले चाहिँ ठुलो मन गर्नुपर्छ है, सानो मन होइन, ठुलो मन नै गर्नुको उचित हुन्छ। र दिने मानिसलाई परमेश्वरले प्रेम गर्नुहुन्छ र परमेश्वरको आशिष दिने जतिमा अरूले पाउँदैन र हामी आफैले पनि महसुस गरेका छौँ। दिँदाखेरि के हुन्छ, खुसी हुन्छ है। मैले तपाईँलाई एउटा खाम दिएको, खाली खाम, खुसी लाग्यो, तर अझ त्यो खाममा पैसा राखेर दिन पायो भने कति खुसी लाग्यो होइन। दिँदाखेरिको आनन्द होइन। अर्थात् कसैलाई हामीले के भनौँ तरकारी उमारेर अर्थात् केही कुरा दियो भने खुसी लाग्छ नि होइन। तर त्यो सानो कुरा दिँदा त्यति खुसी, अझ ठुलो कुरा दिन पायो भने कति खुसी लाग्थ्यो भन्ने लाग्छ कि मलाई। अनि त्यो होइन होइन, दिने मान्छेको के भयो, हातमाथि, फेरि लिने मान्छेको अलिक तल हुन्छ, तर पाउँदा नि हामी खुसी हुन्छौँ। मलाई अस्ति एकजना सरले मोबाइल ल्याइदिनु भयो, यो मोबाइल गुरुबा तपाईँलाई एउटा मोबाइल ल्याइदिन्छु, यो ल्याइदिउँ त भन्नुभयो। हुन्छ हुन्छ हजुर, त्यो ल्याइदिनुहुन्छ भने धेरै राम्रो, मलाई आवश्यक छ भनेर। अनि अब एयरपोर्टमा उहाँले दिँदाखेरि मैले यस्तो गरेँ है, मेरो हात त तल भयो, तर म 50% खुसी भयो भने उहाँ 100% खुसी हुनुभयो है। अनि हामी चाहिँ दिँदाखेरि के छ, धेरै खुसी पनि हुन्छ र त्यो दिने मान्छेलाई परमेश्वरले धेरै आशिष पनि दिनुहुन्छ। अनि तसर्थ यो दिने कुरा धेरै बहुमूल्य छ। मैले तपाईँलाई शिक्षा दियो, बाइबलको वचन दियो, अझ मलाई के हुन्छ, धेरै आशिष हुन्छ, अझ थपिन्छ। तर तपाईँ पाउने मान्छेले पनि आशिष पायो, तर तपाईँको भन्दा मैले 50% बढी पायो। आमेन। यो शिक्षा दिने कुरामा अब मैले दिइराखेको छु, तपाईँले कति के अरे ग्रहण गर्नुभयो तपाईँको कुरा हो, तर तपाईँलाई पनि खुसी हुन्छ, मलाई पनि खुसी लाग्दछ, तर मलाई दिने मान्छेलाई अझ बढी खुसी लाग्दछ। तसर्थ यो हामी परमेश्वरको राज्यमा है, विशेष गरी हाम्रो टाइम, हाम्रो समय, हाम्रो योग्यता, हाम्रो रुपियाँ पैसा, धन सम्पत्ति, सबै कुरा परमेश्वरलाई हामीले जब दिन्छौँ, परमेश्वरले हामीलाई आशिष दिनुहुन्छ। र अब फेरि त्यो परमेश्वरले दिनै हुन्छ भनेर लोभ गरेर पनि होइन, कुनै बेला त्यो भने जस्तो नहुन पनि सक्छ अपवादको रूपमा, तर प्राय दिने मान्छेलाई परमेश्वरले प्रशस्त आशिष दिनुहुन्छ है, सुस्वास्थ्य मिल्छ, अनि हामीलाई अझ राम्रो राम्रो के अरे दीर्घायु मिल्छ, हरेक कुरा। एकचोटि यहाँ हाम्रो एकजना गुरुबा हुनुहुन्थ्यो, त्यो गुरुबाले परमेश्वरको सेवा उता इन्डियादेखि आएर गर्नुभयो। अनि उहाँले 95 वर्षसम्म वचन मान्नाखे। अब तपाईँ भन्नुहोस् त, परमेश्वरको सेवा गरेको, त्यो परमेश्वरलाई समय दियो, परमेश्वरलाई आफ्नो सबै कुरा दियो, 95 वर्षसम्म लामो आयो परमेश्वरले दिनुभयो। आमेन। अब कतिजना मान्छे त्यो दिने भने हो हुँदैन म मन नलागे कहाँ वचन मार्छु भने भए के हुन्छ, त्यो भएन। तर उहाँले 95 वर्षसम्म परमेश्वरको लागि आफ्नो समय दिनुभयो, आफ्नो योग्यता दिनुभयो, आफ्नो रुपियाँ पैसा दिनुभयो, अनि परमेश्वरले उहाँलाई हरेक आशिष दिनुभयो। उहाँको त्यहाँ स्थापना गरेको मण्डली ठुलो मण्डली भयो, धेरै मानिसले आशिष पाए। आमेन। त्यहाँ हजारौँ मान्छेले
आशिष पाए त्यहाँ, तर उहाँले त्यो नदिएको भए के हुन्छ, पाउँदैन होइन, उहाँले पनि पाउँदैन, अरूले पनि पाए, तसर्थ हामीले दिने कुरा धेरै महत्त्वपूर्ण छ। अर्को एउटा पद तपाईँहरूले पढिदिनुहोस्, के अरे हितोपदेश 13:11, हितोपदेश 13:11 कसैले पढिदिनुहोस् तर्क स्वरले। पाउनुभयो? हो, बेमानीसँग धन कमाउने कुरालाई बाइबलले अनुमति दिँदैन। हामीले इमान्दारी साथ कमाउने है, एकदमै लोभी तरिकाले कमाउने होइन, इमान्दारी साथ हामीले व्यापार गर्दैछौँ, तर हामीले थोरै नाफा खाएर धेरै बेच्ने भनेर स्ट्राटेजीमा गएको। अहिले हाम्रो पसलमा धेरै मान्छेले हो यहाँ पो मिलाएर दिने रहेछ भन्ने भयो अघि, तर हामीले चाहिँ एकदम बेमानी तरिकाले 3 गुणा 4 गुणा 5 गुणा गरेको भए के हुन्छ, ए यो पसलमा त महँगो छ भनेर हुन्छ। तसर्थ हामीले चाहिँ के काम गर्छौँ इमान्दारी साथ गर्ने। तपाईँले कमाउँदाखेरि पनि बेइमानी तरिकाले कमाउने होइन है। कतिजनाको बानी हुन्छ, अब सरकारले नै अनुमति नदिएको कुरा गाँजा बेच्ने, गाँजाको ढुवानी गर्ने गऱ्यो भने के हुन्छ, बाधा आउनसक्छ, समस्या आउनसक्छ। त्यो बेइमानी साथ कमाउँदाखेरि त्यो अशान्ति हुन्छ। अहिले कति हाम्रो नेताहरूले सुन तस्करी गर्यो भन्छ, त्यो अवैध रूपमा सेटिङ मिलाएर सुन ल्याउने रे अनि इन्डियातिर बेच्ने, अनि यताको बहुमूल्य पत्थरहरू एकदमै हुन्छ नि, त्यो बहुमूल्य धातुहरू सिटिङ गरेर उता इन्डियाबाट हुँदै कता कता बेच्ने रे। त्यो भनेको बेइमानी तरिका, त्यस्तो तरिकाले गर्नलाई बाइबलले अनुमति दिँदैन। र हामी सरकारको कानुनमा पनि रहनुपर्छ र परमेश्वरको भय मानेर अझ धेरै हाम्रो काम पुरा गर्नुपर्छ। आमेन। र यदि हामीले गरेनौँ भने हामीलाई चाहिँ त्यो आशिष हुँदैन, बाधा हुनसक्छ। र त्यसै गरी मत्ती 19:21 कसैले पढिदिनुहोस्। मत्तीको पुस्तक 19:21। यहाँ पनि रुपियाँ पैसा सम्बन्धी के कुरा गर्नुपर्छ भन्ने कुरा हामीलाई प्रश्न गर्दैछ। मत्ती 19:21 है। मत्ती 19:21 यसो भन्छ कि यसले तिमीलाई भन्नुभयो, तिमी सिद्ध हुन चाहन्छौ भने गएर तिमीसित भएका सबै बेचेर दरिद्रहरूलाई दियो र तिमीले स्वर्गमा धन प्राप्त गर्नेछौ, अनि आएर म पछि लाग है। धनी मानिसलाई परमेश्वरले तिम्रो सँग भएको सबै कुरा देऊ भन्दाखेरि कहाँ हुन्छ, धनी मान्छेलाई त धनै प्यारो हुन्छ नि होइन, उसले अप्ठ्यारो मान्यो होला होइन। र तर यदि कोही मान्छे धनी भएर पनि सबै कुरा दिएर हिँड्यो भने अझ त्यसले ठुलो कुरा पाउँछ। एउटा कुरा म त्यो बुद्धिस्टको भनौँ न, यो गौतम बुद्धको कुरा, यो गौतम बुद्धको त्यो धर्मको कुरा आफ्नो ठाउँमा होला, तर त्यो गौतम बुद्ध राज परिवारमा जन्मेको राजकुमार थियो होइन। तर त्यो राजकुमारले के गर्यो, त्यो राज परिवारको सबै कुरा छोडेर त्यो भनौँ त्यो त्याग गरेर अहिले उसलाई ठुलो कुरा खोज्दाखेरि के भयो, त्यो छुट्टो एउटा फिलोसफी ठुलो दर्शन निकाल्यो, अनि उसलाई नै ठुलो महामानव भयो भनेर अहिले के छ, संसारभरिको मान्छेले एक किसिमले मान्छ होइन। अब त्यो के हो भने उसले दिएको कारण कि उसले सबै कुरा एक किसिमको त्याग गरेको कारण त्यो गर्यो। तर हाम्रो परमेश्वर ख्रीष्टले त्योभन्दा पनि अझ ठुलो त्याग के गर्नुभयो भने कल्वरी क्रुसमा उहाँले रगत बगाउनु भयो, आफ्नो अमूल्य प्राण त्यागेपछि के भयो, संसारभरिको मान्छेले प्रभु भनेर घुँडा टेकेको छ। आमेन। उहाँले के गर्नुभयो, त्यो बलिदान गर्नुभयो, ठुलो त्याग ठुलो प्रेम दिएको कारण उहाँलाई हामीले उहाँ परमेश्वरको पुत्र हुनुहुन्थ्यो, तर त्यो गर्नको लागि पनि उहाँ पिताको इच्छा अनुसार त्यो गर्नुभएको हो, तर त्यो गर्नको लागि पनि परमेश्वरले उहाँलाई के गर्नुभयो, चलाउनु भयो। र योबाट हामी थाहा गर्छौँ कि दिनेहरूलाई है अरूले पनि दिन्छ। जस्तो परमेश्वरले हाम्रो लागि अमूल्य रगत दिनुभयो, भगाउनु भयो, अहिले संसारले के भन्यो, उहाँको नाममा घुँडा टेक्यो होइन। र तसर्थ त्यो दिने कुरा धेरै महत्त्वपूर्ण छ है। दिएबाट हामी कसैलाई घाटा हुँदैन है। र जस्तो कोही राष्ट्रको लागि बलिदान दिन्छन्, जस्तो केपी ओलीले बुढाले भन्छन्, म 14 वर्ष जेल बसेर राष्ट्रलाई के गर्छु भनेर योगदान गर्यो, अनि अहिले प्रधानमन्त्री भयो भन्छ। हो त्यत्तिकै अब केही योगदान नदिए भए, केही नपढ्या भए त कसले मान्थ्यो।
कसैले मान्दैन थियो उहाँ जस्तो त धेरै छ। अनि अहिले कसले होइन त्यो केपी ओली 8 क्लास पढेको अनपढ प्रधानमन्त्री हुनुपर्ने भने तर केही न केही उसले दिएको कारण भएको हो है। अनि जस्तो यो बिपी कोइराला, कृष्ण प्रसाद कोइरालाका यी 3टा छोरा छन्। त्यो बुढाले चाहिँ त्यो पहिले के डिठा के थियो अरे कि ठुलो हाकिम थियो अरे राणा कालमा। अनि उसले चाहिँ कता कता पुलिस चौकी बनाउनु, कता कता के सरकारी भवन बनाउनलाई जमिन दियो अरे। पछि उसको छोराहरू राजनीतिमा लागेर प्रधानमन्त्री नै नेपाल सरकार नेपालको भयो। अब त्यहीबाट हेर्नुहोस् त, बुझ्नुहोस् त, त्यो दिने मान्छेको परिवारले पनि आशिष पाउँछ। अनि दिनेको आमा बुवा छ भने छोराछोरीले आशिष पाउनु होइन। र हाम्रो गाउँमा एकजना सामान्य पढेको 10 क्लास पढेको एकजना सर हुनुहुन्थ्यो, हेडमा के अरे सर भनौँ न, सामान्य मान्छे पढेको। अनि उहाँले के गरेछ भने 2004 सालमा यता काठमाडौँ आएर राणाहरूलाई अनि उता उहाँ चाहिँ के गर्ने रहेछ भने राणाहरूलाई गाउँबाट त्यो बेला अब राणाहरूलाई धेरै केटी मान्छे चाहिने, छोरी बहिनी ल्याएर यता दिने। अनि त्यसपछि राणा खुसी भएर के गरेछ भने तिमीलाई के चाहियो त भन्दै, होइन सरकार मेरो गाउँमा अहिले एउटा स्कुल भयो भए म त्यहाँ शिक्षा दिन्थेँ भनेर भनेछ। अनि पछि ल ल तिमी एउटा स्कुल लिएर जाऊ भनेपछि त्यो राणाकालमा हाम्रो गाउँमा स्कुल खोले। अनि पछि त्यो बुढालाई त्यहाँको मान्छेले ओहो त उहाँले त यहाँ शिक्षामा ठुलो काम भयो, हामी अनपढ मान्छे पनि पढ्न पायो, हाम्रा छोराछोरीले पढ्न पाए, अब उहाँलाई त ठुलो मान्छे बनाउनु भयो, स्कुलको हेडमास्टर होइन, अब उहाँलाई एमपी बनाउनुपर्छ, सांसद बनाउनुपर्छ भनेर सबैले भोट दिएछन्। अनि उहाँ त सांसद, अनि पछि उहाँको कारण उहाँको छोरा पनि फेरि एमपी भयो। तपाईँ हेर्नुहोस् त, एउटा सामान्य मान्छेले केही दिन खोजेको थियो, उसले ठुलो कुरा पाए, केही कुरा दियो सानो कुरा, उसले ठुलो कुरा पाए। र तसर्थ हाम्रो चाहिँ रुपियाँ पैसा होस्, चाहे धन सम्पत्ति नै अरू नै होस्, चाहे जे कुरा होस्, हामीले के दियो भने हामीलाई घाटा छैन है। र परमेश्वरको राज्यमा दियो भने त अझ ठुलो इनाम हामीलाई परमेश्वरले दिनुहुन्छ र परमेश्वरको राज्य विस्तार गर्नको लागि हामीलाई पनि सहज हुन्छ। र तसर्थ बाइबलले भन्छ देऊ त तिमीहरूलाई दिइनेछ, आमेन, देऊ त तिमीहरूलाई दिइनेछ होइन। र वचनले अझ तल भन्छ बेसरी दिइनेछ। अनि त्यो छ। अर्को कुरा म तपाईँहरूलाई पहिलो तिमोथी 6:10 पढ्न लाउँछु कसैलाई। पहिलो तिमोथी 6:10 कसैसँग छ बाइबल भने पढिदिनुहोस्। पहिलो तिमोथी 6:10। अब यो खण्डमा यो पदलाई, यो वचनलाई कतिले बटार्छन्, तर हामीले त्यसरी बटार्न पनि हुँदैन, त्यसलाई सही प्रकारले बुझ्नुपर्छ। रुपियाँ पैसा खराब कुरा होइन, तर रुपियाँ पैसाको लोभ गर्नु खराब कुरा हो, यसरी बुझ्नुपर्छ। र जसले रुपियाँ पैसाको लोभ गर्छ उनीहरू धेरै समस्यामा पर्छ। तर जसले रुपियाँ पैसाको लोभ गर्दैन, रुपियाँ पैसा भन्ने एउटा साधन हो, यसलाई हामीले ठिक प्रकारले चलाउनु मात्र पर्छ भनेर चलाउँछ, उसले आशिष पाउँछ। र तसर्थ हामी रुपियाँ पैसाको मोह, रुपियाँ पैसाको लोभ गरेर हामी काम गर्नु हुँदैन र रुपियाँ पैसालाई ठिक प्रकारले चलाउनुपर्छ भन्ने त्यो पदको शिक्षा हो। अनि त्यसै गरी हामी अर्को एउटा पद तपाईँहरूले पढिदिनुहोस्। लुका 12:33। लुका 12:33। ल लुका 12:33 कसैले पाउनुभयो? तिमीहरूको सम्पत्ति बेचेर दान देऊ, आफ्नो निम्ति थप्ने थालीहरू बनाऊ, स्वर्गमा कहिल्यै नष्ट हुने धन स्वर्गमा सञ्चय गर, त्यहाँ चोर आउँदैन र किरा पनि लाग्दैन। त्यो चाहिँ परमेश्वरको राज्यमा दिने कुरा हो। र कतिपल्ट फेरि हामीले दिने त दिने भने, तर अन्धाधुन्दा दियो भने फेरि गाह्रो पनि पर्छ। र त्यो कुरामा हामीले प्रार्थना साथ दिनुपर्छ। अनि अर्को तपाईँहरूलाई हितोपदेश 10:4 म पढिदिन्छु। हितोपदेश 10:4 पद। हितोपदेश
10 अध्यायको 4 पदमा है यहाँ पनि दिने कुरा रुपियाँ पैसाको कुरा छ। हितोपदेशको 4 हितोपदेश 10 अध्यायको 4 पद है यहाँ चाहिँ यसरी लेखेको छ, अल्छे हातहरूले मानिसलाई कङ्गाल तुल्याउँछ तर लगनशील हातहरूले सम्पत्ति आर्जन गर्छन्। अब अहिले संसारमा दुई थरी मान्छे भेट्छ, एउटा धनी मानिस एउटा गरिब मानिस। अनि जो मान्छेले मिहिनेत गर्दैन, रुपियाँ पैसाको सही सदुपयोग गर्दैन उनीहरू गरिब हुन्छ। तर जो मान्छेले मिहिनेत गर्छन्, त्यो रुपियाँ पैसाको सही सदुपयोग गर्छन्, बचत गर्छन्, कमाउँछन्, अल्छी नगरी परिश्रमी हुन्छन्, उनीहरूले चाहिँ के हो रुपियाँ पैसा अझ कमाएर धेरै कमाएर धनी हुन्छन्। र अहिले चाहिँ संसारभरि रुपियाँ पैसा चाहिँ कमाउने भन्दा पनि छाप्ने जस्तो प्रकारले कमाउँछ है। र कमाउने भनेको के हो, दुःख गरेर तपाईँले आज दिनभरि काम गर्नुभयो भने के हुन्छ, 500 अर्थात् 1000 अथवा 1500 अथवा 2000 ज्याला पाउँछ होइन। तर तपाईँले अलिकति बुद्धि लगाएर तपाईँले कसरी अलि बढी कमाउन सकिन्छ भने छापे जस्तै त हो नि होइन। अहिले यो युट्युब खोल्नेहरूले महिनाको 12 लाख 15 लाख 20 लाख कमाउँछन् नि, कसैको त 50 लाख आउँछ अरे महिनाको। जम्मा 50 लाख भनेको कति हो महिनाको? वर्षभरि त्यो 20 वर्ष जागिर खानेले नि त्यो 50 लाख कमाउँदैन है। महिनाको 20 लाख एकजना युट्युब मैले सुनेको एउटा इन्डियाको युट्युब च्यानल चलाउने उसको महिनाको 50 लाख आउँछ। अब हेर्नुहोस् त, एड पनि आउने, एडबाट कमाउने रे, अनि उसले त्यो बनाएको भिडियोबाट शिक्षा दिन्छ रे, त्यो बेचेर पनि कमाउँछ रे, अनि युट्युबबाट त्यो हेरे बापत पनि आउँछ रे। अब हेर्नुहोस् त, अहिले उसले त पैसा कमायो हो त छापेको होइन नि। अलिकति हामीले बुद्धि लगाएर पैसा कसरी कमाउन सकिन्छ भनेर पनि गर्न सकिन्छ। तर त्यो कानुनी हिसाबले इलिगल गएर होइन फेरि, ओहो पैसा कमाउनु पऱ्यो भने अनि कसको बुढी लगेर बिहे गरेर बेच्ने पनि हुन्छ। त्यो चाहिँ के हो, गलत तरिका। एकजनाले त्यही गर्यो अरे, के अरे यहाँ तराईतिरको मान्छे, ओहो बिहे गर्ने भनेछ अनि केटी लिएर बम्बई गएछ, बम्बई गएर केटी लाँदै कतै 27,000मा बेच्दै आयो। अब के भयो, त्यो गलत प्रकारले पैसा कमायो। तर त्यो पैसा कमायो तर दोस्रो दिन पुलिसले पक्रेर लगियो। त्यस्तो त्यो इलिगल प्रकारले पैसा कमाउने पनि हुन्छन् कतिजना, पैसाको लोभ गरेर छोटो तरिकाले गर्न। तर हामी परमेश्वरका जनले त्यसो गर्नु हुँदैन। हामी परिश्रम गर्ने, हामी बुद्धि लगाएर गर्ने, हामी कानुनी हिसाबले गर्ने, इलिगल प्रकारले होइन। र त्यो गर्नुपर्छ। र तपाईँ र म प्रार्थना गरेर जब हामी परमेश्वर प्रभु मलाई यो कुरा चाहिएको छ, तपाईँले मलाई जुटाउनुहोस्, म कसरी यो आइडिया गर्छु भन्यो भने परमेश्वरले आइडिया पनि दिनुहुन्छ है। एकजना गुरुबाले भन्नुहुन्थ्यो, मसँग केही थिएन वीरेन्द्र भाइ, मैले प्रभुसँग प्रार्थना गरेँ, प्रभु मलाई त्यो पैसा चाहिएको थियो, के गरी जुटाउँ, तपाईँले जुटाउनुहुन्छ भनेर भन्दाखेरि परमेश्वरले उहाँलाई चाहिँ तिमी किताब लेख अनि यो बेच भन्नुभयो अरे कि। अनि उहाँले किताब लेख्नुभयो अनि बेचेर अनि पछि त्यही किताब बेचेर मैले चर्च बनाएँ भन्दै हुन्थ्यो। अब हेर्नुहोस् त, अनि के गर्नुभएको छ भने किताब लेख्ने अनि छाप्ने अनि अमेरिकातिर गएर ल म त यो किताब लेख्छु अलिअलि बेच्छु, ल न तपाईँहरू सक्दो सहायता गर्नुहोस् भन्दाखेरि विश्वासीले कसैले $50, कसैले $100, कसैले $200 दिएपछि चर्चको जग्गा पनि किनेर अनि चर्च पनि बनाएर हेर्नुहोस् हो कतिपल्ट परमेश्वरले यस्तो ज्ञान बुद्धि पनि दिनुहुन्छ पैसा कमाउनलाई। अनि त्यो गर्नुपर्छ, नत्र हामीले परिश्रम गरेर जब हामी धन जोड्छौँ त्यो धन बढ्दै बढ्दै जान्छ। तर एकैचोटि कमाएको तपाईँले भनौँ न, अब फर इक्जाम्पल तपाईँ विश्वासी हो होइन, अनि पैसा यसो काम गर्नुहुन्छ तर गोलमाल गरेर कमाउनुहुन्छ भने त्यो पैसाको माया हुँदैन है। एकजना बहिनी त्यही गर्दो रहेछ, यसो पैसा उठाउन जाने अनि कति राख्यो त्यो जति राखेको थोरै राख्ने अनि बेलुका मासु खाने रे। अनि त्यो के भयो, गलत तरिका भयो, किनभने त्यो पैसाको माया छैन। यो त त्यतिकै लटर पटर पारेको पैसा हो नि। तर तपाईँले दिनभरि मिहिनेत गरेर 500 कमायो भने तपाईँले ओहो मासु खानुभन्दा पहिले तपाईँ धेरै 1-2 चोटि प्रार्थना गरेर सोच्नुहुन्छ। र तसर्थ
हामी विश्वासीहरूले गलत प्रकारले पैसा होइन, असल प्रकारले कानुनी हिसाबले परिश्रम गरेर कमाउनलाई बाइबलले भन्दछ। जब हामी परिश्रम गरेर कमाउँछौँ अनि त्यसको भ्यालु हुन्छ। कसरी खर्च गर्ने, कहाँ चलाउने, कति गर्ने भन्ने हामी प्रार्थनासहित खर्च गर्छौँ। र तसर्थ अब म अन्तिममा एउटा तपाईँहरूलाई पद पढ्दछु कि पहिलो पत्रुस 5:12 पदले 12 पद र अनि पहिलो पत्रुस 5:12 पद है। यो पनि त्यही भन्छ कि पैसाको लागि लोभी नहुनुहोस् है, पैसाको लागि लोभी नहुनुहोस्। र पैसा नै सबैभन्दा ठुलो कुरा होइन, सबैभन्दा ठुलो परमेश्वर हुनुहुन्छ। त्यसपछि हाम्रो इमान्दारी क्या हो, त्यसपछि हाम्रो भनौँ न एक किसिमको असल प्रकारको नाम पनि हो होइन। र तसर्थ पहिलो पत्रुस 5:2 कसैले पढिदिनुहोस्। पहिलो पत्रुस 5:2। परमेश्वरका बजारको हेरचाह गर, करले होइन तर स्वेच्छाले, धनको लोभले होइन तर साहस। आमेन। अब हामी परमेश्वरको सेवा गर्नेहरू पनि लोभी भयो भने के हुन्छ? समस्या हुन्छ। अनि पैसाको लोभले मैले सेवा गरेँ भने छोडेर हिँड्नुपर्ने हुन्छ। तर होइन, परमेश्वरले जे कुरा दिनुभएको छ त्यसैमा सन्तुष्टि भएर परमेश्वरको सेवा गर्यो भने परमेश्वरले आशिष दिनुहुन्छ। आमेन। र त्यो कुरा अगुवाले पनि बुझ्नुपर्छ। अर्को कुरा अब अन्तिम एउटा पद हितोपदेश 3:9 र 10 है। अब यो हितोपदेश 3:9 पद म पढिदिनेछु, यो अन्तिम पद हुनेछ। हितोपदेश 3:9 यसो भन्छ कि 3:9 र 10 आफ्नो धन सम्पत्ति र आफ्ना सबै उब्जनीको अगौटे फलले परमप्रभुको आदर गर, तब तेरा ढुक्टीहरू पोखुन्जेल भरिनेछन्, तेरा भाँडाहरू नयाँ दागमध्येले चुलेर पोखिनेछन्। आमेन। जब हाम्रो धन सम्पत्ति अर्थात् हाम्रो केही उब्जनीको कुरा, चाहे हाम्रो घरमा भएको पशुपन्छी, सबै कुराबाट हामी जब परमेश्वरको आराधना गर्छौँ, परमेश्वरलाई पहिले स्थान दिएर दिन्छौँ अनि हामीलाई परमेश्वरले आशिष दिनुहुन्छ है। एकजना दिदी मैले 5 थर जाँदा भेटेँ है। त्यो दिदी एकदमै विश्वासमा बलियो दिदी रहेछ। अनि उहाँ दिदीले भन्नुहुन्थ्यो, गुरुबा यो ठाउँमा पानी पर्दैन रे, पानी पर्दैन रे, तर उहाँले चाहिँ प्रार्थना गरेपछि पानी पर्ने, अनि पानी परेपछि उहाँले ठ्याक्क त्यहाँ बाली रोप्ने रे, अनि रोपिसकेपछि अरूको भन्दा उहाँको राम्रो फल्ने, अनि फलिसकेपछि फेरि उहाँ सबैभन्दा पहिले म मण्डलीमा लैजान्छु। परमेश्वर त्यहाँ फलेको के अरे तरकारी, खानेकुरा जे हो, मकै, त्यो मण्डलीमा लैजान्छु। अनि त्यसपछि वरपरका मान्छेहरू छक्क पर्छन् र कि उसले चाहिँ अरू पानी पर्दैन भनेर हात हालेर बस्ने, उहाँ चाहिँ प्रार्थना गरेर पानी पर्छ, ठ्याक्क अरूको भन्दा राम्रो उब्जनी हुन्छ, अनि ठ्याक्क त्यो त्यसको पहिलो फल मण्डलीमा लगेर दिने, अनि मण्डलीमा म गए बाँड्छु भनेर भन्दै हुनुहुन्थ्यो कि मलाई गजब लाग्यो त्यो दिदीको कुरा, त्यो आशिष। अनि मैले उहाँको भिडियो पनि बनाएको थिएँ। र जब हामी परमेश्वरलाई पहिलो स्थान दिन्छौँ त्यो कुरा त्यो ठाउँमा हुँदैन भन्ने कुरा पनि हुँदो रहेछ। त्यो असम्भव जस्तो कुरालाई पनि परमेश्वरले सम्भव बनाउनुहुन्छ। तसर्थ हामीले चाहिँ हाम्रो धन सम्पत्तिबाट परमेश्वरको महिमा गर्न सक्छौँ, परमेश्वरलाई आदर गर्न सक्छौँ, परमेश्वरलाई हामी परमेश्वरको राज्य विस्तारको लागि दिन सक्छौँ। र जब हामीले प्रशस्त दिन्छौँ परमेश्वरको काम पनि प्रशस्त गर्नलाई हामीलाई सजिलो हुन्छ। र तसर्थ प्रियहरू, तपाईँलाई म आज है हामी परमेश्वरको राज्यको लागि कसरी दिँदैछौँ, हाम्रो समय, हाम्रो सम्पत्ति, हाम्रो योग्यता है, यदि हामीलाई बाध्यताले दिँदैछौँ भने अलिकति भएन। हामी राजी खुसीले दिने कुरा बाइबलले भन्छ। खुसी साथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। दुःखमानले नदिनुहोस्, दिनु छ भने खुसी भएर दिने है, खुसी भएर दिने। र त्यो खुसी भएर जब दिन्छौँ परमेश्वर पनि प्रसन्न हुन्छ, परमेश्वरले एक्सेप्ट गर्नुहुन्छ, स्वीकार गर्नुहुन्छ। तर दिने मन त थिएन, अब भनिहाल्नुभयो गुरुबाले अर्थात् फलानुले अब दिउँ त भनेर होइन, खुसी भएर राजी खुसीले दिनुपर्छ। र अनि कर्कापले चाहिँ दिनु हुँदैन। र हामी त्यो
अभ्यास गर्नुपर्छ। दिने अभ्यास राज्य खुसीले दिने, खुसी भएर दिने, ठुलो मन गरेर दिने र त्यो दिँदाखेरि परमेश्वरले हामीलाई आशिष दिनुहुन्छ। र तसर्थ प्रियहरू हाम्रो यति कुरा पनि करेक्सन गर्न सक्यौँ भने, यति कुरामा पनि हामीले सुधार गर्न सक्यौँ भने हाम्रो परिवारमा आशिष, हाम्रो मण्डलीमा आशिष, हाम्रो समाजमा आशिष, हाम्रो देशमा नै आशिष आउँछ है। र अहिले हाम्रो देशमा आशिष नहुनुको कारण के हो भने हाम्रो सबै मान्छेहरू माग्ने, नेता पनि माग्ने अनि ठग्ने। भूकम्प आयो, ओहो हाम्रो देशमा त गाह्रो पऱ्यो भनेर बिचारा कसले के दिएछन् अनि त्यो दिएको पाल समेत तिनीहरूले बेचेर खाएका अरे, अनि दिएको बिचारा पावरटी समेत नदिएर कुवाएर राखेर। अब यस्तो हाम्रो देशको त नेताहरू छ, अनि कहाँबाट जनता गतिलो हुन्छ? अनि अगुवा असल भयो, अगुवा दिने भयो भने के हुन्छ? देशको मान्छेले नि सिक्छ। र अब अन्तमा म तपाईँलाई एउटा उदाहरण, अमेरिका संसारभरि नाम छ। अमेरिका जान चाहनुहुन्छ भने सबैले हात उचाल्छ होइन? तपाईँहरू जान चाहनुहुन्छ भने हामी पनि हात उचाल्छ। किन? अमेरिकामा धेरै काम पाउने, धेरै ठुला कम्पनी, ठुला फेसबुकका कम्पनी, गुगलका कम्पनी होइन, के कम्पनी, ठुला कम्पनी। अनि त्यसपछि त्यो अमेरिका कसरी ठुलो नाम चल्यो भन्दाखेरि दिएर, कतै सैन्य सहायता दिने, कतै मान्छेलाई खानेकुरा दिने, कता मान्छेलाई देश बनाउन दिने, ऋण दिने, अनि गरेको कारण अमेरिका एकदम नाम चल्यो। अनि अहिले त्यो एउटा अर्को त्यो नेता आछ, त्यो चाहिँ दिएको सबै फिर्ता गरेपछि बिगाऱ्यो, डुबायो, अब अमेरिका गयो भनेर भन्छन्। र अमेरिकाको त्यो युनाइटेड नेसन भन्ने एउटा संस्था छ, त्यसमा सबैभन्दा बढी उसले डोनेसन गर्दो रहेछ, 20% त्यहाँको खर्चको। अनि त्यसपछि चाइनाले यसरी दिँदो रहेछ, अनि त्यसपछि अरू देशले दिँदो रहेछ। अहिले चाहिँ त्यो अमेरिकाको ठाउँ चाइनाले लिँदैछ अरे। चाइनाले कसैलाई कपडा दिने, कसलाई भनौँ न व्यापारिक कपडा पठाइदियो हाम्रो नेपालतिर, कसलाई मोबाइल दिने, कसलाई रोड बनाइदिने, कता सेना पठाएर सहायता गर्ने गरेर अहिले त्यो धनी हुँदैछ। तसर्थ अब यो तपाईँ र हाम्रो कुरा है, दिने कुरामा जब हामी अगाडि हुन्छौँ हामीलाई आशिष हुन्छ। र देश, दिने देशलाई सबैले मन पराउँछ, दिने मान्छेलाई पनि सबैले मन पराउँछ है। र तसर्थ हामी लोभी मान्छे हुने कि दिने मान्छे हुने, बाइबलले भन्छ। हामी चाहिँ हाम्रो छनौट लोभ गर्ने मान्छे होइन, दिने मान्छे हुन सकौँ भनेर हामी प्रार्थना गर्दछौँ। र हाम्रो मण्डलीमा हाम्रो प्रायः विश्वासी दिने नै छन् है। अब कोही एक दुईजनाले नसिकेका होला, उनीहरूलाई पनि आज सिकिसक्यो। र हामी चाहिँ लोभी विश्वासी होइन, दिने विश्वासी भएर परमेश्वरको सेवा गर्नेछौँ। आमेन। र आउनुहोस् हामी सबैजना प्रार्थना गर्नेछौँ र हाम्रो हरेक कुरा, चाहे रुपियाँ पैसा दिने कुरा होस्, चाहे हाम्रो समय दिने कुरा होस्, चाहे अरू हामीसँग भएको सिप ज्ञानका कुरा पनि दिन सकौँ भनेर हामी प्रार्थना गर्नेछौँ र परमेश्वरले हामीलाई सहायता गर्नुहुनेछ। हामी प्रार्थना गर्नेछौँ। महान दयालु परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिँदछौँ। आजको वचनअनुसार प्रभु दिने कुरा कति महत्त्वपूर्ण हुन्छ। रुपियाँ पैसा दिने कुरा, धन सम्पत्ति दिने कुरा, हाम्रो योग्यता दिने कुरा, हाम्रो क्षमता दिने कुरा, हाम्रो हामीसँग जे कुरा छ, तिम्रो हातमा के छ त्यही कुरा दिने कुराबाट पनि हामी तपाईँको महिमा गर्न सक्छौँ। यो कुरा हाम्रा प्रत्येक विश्वासीले बुझ्न सक्छौँ। हामी हाम्रा विदेशमा भएका विश्वासी, हाम्रा मण्डलीमा भएका विश्वासी, हामीसँगबाट यताउता भएका प्रत्येक विश्वासीले यो कुरा बुझ्न सकुन्, हामी यही प्रार्थना गर्दछौँ। तपाईँको राज्य विस्तारको लागि दिएर हामी तपाईँको महिमा गर्न सकौँ। हामी विश्वास